नमस्ते, जय गोर्खा। मैले पहिलो भिडियोमा भनेको थिएँ, मेरो अघिल्लो भिडियोमा भनेको थिएँ कि नयाँ राज्य गठनको प्रक्रियाको बारेमा म तपाईँलाई 5वटा पोइन्ट बताउने छु, जो मुख्य पोइन्ट हुनेछ। र 5वटा मध्येमा 4वटा पोइन्ट मैले त्यो भिडियोमा बताइसकेको छु। तपाईँले सुन्नुभयो होला। यदि सुन्नु भएछ भने जरुर त्यसलाई सुन्नुहोस् र बुझ्नुहोस्। र आज म 5औं पोइन्ट बताउँदैछु, जो बहुत मुख्य पोइन्ट मध्येमा एक हो। र 5औं पोइन्टमा चाहिँ के छ भन्दाखेरि प्रशासनिक कानुन व्यवस्था र आर्थिक योजनाको खाका ब्लुप्रिन्ट हामीले तयार गरेर राख्नुपर्छ र केन्द्रलाई पनि बुझाउनुपर्छ। यदि भोलि गएर गोर्खाल्यान्ड पास भइहाल्यो भने हाम्रोमा क्लियर भिजन छैन भने, यदि कानुन व्यवस्था हिलमा भएन भने लड्ने भिड्ने भएर नै मर्छ। र यदि गोर्खाल्यान्ड भइहाल्यो भने हाम्रोमा आर्थिक योजना हामीले बनाएर राख्छौँ भने नयाँ राज्य कसरी चलाउनु पर्ने हामीलाई थाहा हुने छैन। र यो हामीले पहिल्यै खाका तयार गरेर केन्द्रलाई बुझाउनुपर्छ र केन्द्रले पनि उनीहरूलाई पनि लाग्छ उनीहरूले नयाँ राज्य चलाउन सक्छ भन्ने कुरो उनीहरूले बुझ्दछ। र यो चाहिँ मेन हो, यो हामीले केन्द्रलाई बुझाउनु नै पर्छ। र प्रशासनिक अथवा कानुन व्यवस्थामा प्रस्तावित अथवा प्रस्ताव राखिएको राज्यको सिमानाको बारेमा हामीले जानकारी दिनुपर्छ। र हाम्रो गोर्खाल्यान्डको बारेमा हो भने दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक र डुवर्सको क्षेत्रलाई हेऱ्यो भने 6500 वर्ग किलोमिटरमा पर्दछ। दार्जिलिङ जिल्ला हो, आज डिस्ट्रिक्ट छ, र कालिम्पोङ पनि डिस्ट्रिक्ट हो, खरसाङ सब डिभिजन र मिरिक सब डिभिजन हो। र प्रशासनिक व्यवस्था एडमिनिस्ट्रेटिभ सिस्टमलाई हेऱ्यौँ भने भोलि कुरा गोर्खाल्यान्ड भइहाल्यो भने राजधानी दार्जिलिङ हुनेछ, प्रशासनिक राजधानी कालिम्पोङ, एडमिनिस्ट्रेटिभ क्यापिटल प्रशासनिक राजधानी कालिम्पोङ हुनेछ। र निर्वाचित विधानसभा मुख्यमन्त्री को नेतृत्वमा सरकार चल्दछ र न्यायालयको पीठ हाइकोर्ट निर्माण गर्नुपर्ने हुनेछ र जिल्ला, उपमण्डल र नगर निगमको माध्यमबाट सरकार चलाउनेछ। र सबै जाति, भाषा, धर्म र समुदायको संवैधानिक अधिकारको सुरक्षा हुनुपर्दछ। र यो भयो प्रशासनिक अथवा कानुन व्यवस्था। अब आर्थिक योजनालाई हामी हेर्छौँ भने आर्थिक योजनामा चाहिँ के छ भने आर्थिक संसाधन, इकोनोमिक रिसोर्सेस, हाम्रो दार्जिलिङको इकोनोमिक रिसोर्सेस आर्थिक संसाधन चाहिँ के छ भन्दाखेरि चाय उद्योग, मेन त चाय उद्योग हो। दार्जिलिङको चाय उत्पादनमा बढावा र विश्व स्तरमा निर्यात गर्ने, अझ पनि हामीले यसलाई विकास गर्ने, निर्यात गर्नुमा अझ हामीले बढावा दिने र मङ्पू सिन्कोनाको खेतीलाई अझ हामी विकास गरेर लाने, यो पनि एउटा रिसोर्सेस हो। र कृषि और बागवानी, यो पनि रिसोर्सेस दार्जिलिङको इन्कमिङ रिसोर्सेसमा पर्छ। एग्रिकल्चर विकास, कृषि, बागवानी, एग्रिकल्चर र हर्टिकल्चर, र अलैँची, अदुवा, सुन्तला, र अहिले हाम्रो युथहरूले नर्सरी, जैविक खेतीलाई हामी आधुनिकीकरण गर्ने, यसबाट अझ हामीले इकोनोमिक डेभलपमेन्ट गर्ने यसलाई। र तेस्रो पर्यटन पनि इकोनोमिक रिसोर्सेस हो। पर्यटनमा पर्वतीय पर्यटन, होटल, होमस्टे र हस्तशिल्प कलालाई अझ बढावा दिने, र शिक्षा वा सेवा, एजुकेसन सर्भिसेस, स्वास्थ्य शिक्षा, आइआइटी र कौशल विकास केन्द्रको स्थापना गर्ने। यो भयो आर्थिक योजना। यसको पनि क्लियर ब्लुप्रिन्ट हाम्रो पासमा हुनुपर्छ। र विकासको सम्भावनाहरू चाहिँ के छ त भन्दाखेरि डेभलपमेन्ट पोटेन्सियल हाम्रो दार्जिलिङमा छ। डेभलपमेन्ट पोटेन्सियल सडक भयो, रेल मार्ग र हवाई सम्पर्क आधुनिकीकरण। आज दार्जिलिङको समस्या भनेको ज्यादातर के छ भन्दाखेरि ट्राफिक जाम छ, गाडीहरूको ट्राफिक जाम छ। र हामी गोर्खाल्यान्ड भयो भने रोडलाई बडा गर्ने, वान वे रोड बनाउने, रेलको लिकहरू अझ बिछाउने, रेलको आवाजात पनि बढ्नेछ। र हवाई अड्डालाई आधुनिकीकरण गराउने, डाइरेक्ट दार्जिलिङदेखि विभिन्न सहरहरूमा जानुको लागि हवाई अड्डाहरू निर्माण गर्ने। र युवाहरूको लागि रोजगार सृजना, दार्जिलिङमा जति पनि पढे लेखेको युवाहरू छ उनीहरूको लागि हामीले रोजगारको सृजना गर्ने। र पहाड क्षेत्रको संरचना र पर्यावरण संरक्षण र भूस्खलन प्रबन्धन। दार्जिलिङ, कालिम्पोङ एउटा पहाडी क्षेत्र भएकोले गर्दाखेरि भूस्खलन हुन्छ, यसको चाहिँ के गर्ने संरक्षण र भूस्खलन प्रबन्धन गर्ने, र सीमा व्यापार, क्षेत्रीय आर्थिक सहयोगमा बढावा गर्ने। यो सब हाम्रो चाहिँ डेभलपमेन्ट पोटेन्सियलमा पर्दछ। र यो वित्तीय व्यवस्था, फाइनेन्सियल म्यानेजमेन्ट,
यो पनि एकदम मुख्यमा आउँदछ। हाम्रो यो पोइन्टहरू मध्येमा मुख्यमा छ कि वित्तीय व्यवस्था, जस्तै केन्द्र सरकारलाई दिने ट्याक्स राजस्व, केन्द्र सरकारलाई राज्यले केन्द्र सरकारले दिने ट्याक्स र केन्द्र सरकारले राज्यलाई दिने अनुदान दुवैतर्फबाट हुन्छ। जस्तै केन्द्रलाई दिने ट्याक्सको हिसाबमा जीएसटी, चाय उद्योग, पर्यटन र अन्य स्थानीय ट्याक्सहरू हामीले केन्द्रलाई दिनुपर्ने हुन्छ र केन्द्रले पनि राज्य विकासको लागि अनुदान दिँदछ। त्यसलाई चाहिँ सेन्ट्रल्ली स्पोन्सर स्किम भन्छ। सेन्ट्रल्ली स्पोन्सर स्किममा केन्द्रले राज्यलाई दिन्छ उनको विकासको लागि, सडक निर्माणको लागि, हरेक चिजको लागि। त्यसले चाहिँ विकासको लागि केन्द्रले राज्यलाई दिँदछ। र हाम्रो यो गोर्खाल्यान्ड मागको पनि प्रक्रिया त्यही हो। मैले 5वटा जो पोइन्ट बताएको छु, 5वटा पोइन्ट यो नै हो। हाम्रो क्लियर भिजनलाई हामीले बुझाउनु पर्ने केन्द्रलाई, र कुनै पनि नयाँ राज्य गठनको प्रक्रिया यसैमै पर्दछ। र अन्तमा यो भिडियोलाई बार सुन्नुहोस् र म चाहन्छु हाम्रो सबै भाइ बन्धुहरूको समक्षमा यो भिडियोलाई पुर्याउनुहोस् र हाम्रो सबै गोर्खालीहरूले बुझ्नुपर्छ गोर्खाल्यान्ड कसरी हुन्छ र यो भिडियोले स्पष्ट बताउँदछ र यो मेरो तेस्रो भिडियो हो। मेरो फेसबुक पेजलाई फलो गर्नुहोस् र म गोर्खाल्यान्डको बारेमा अति महत्त्वपूर्ण बातहरू बताउने छु र यो भिडियोलाई जतिसक्दो सेयर गर्नुहोस्, सबै हाम्रो नेपाली कम्युनिटीको बिचमा पुर्याउनुहोस्। सबैले जान्नुपर्छ, सबैले बुझ्नुपर्छ गोर्खाल्यान्ड कसरी हुँदछ, तब यी गोर्खाल्यान्ड सम्भव हुँदछ। र म अर्को भिडियोमा बताउने छु कि प्रजातन्त्रमा अथवा डेमोक्रेसीमा प्रजातन्त्रमा नागरिक अधिकार के हो, हक के हो, यसबारेमा म छिट्टै एउटा भिडियो लिएर आउँदैछु र इन्तजार गर्नुहोला, छिट्टै आउँदैछु। र यदि तपाईँहरूको मनमा कुनै प्रश्न अथवा सुझाव भए कमेन्ट बक्समा बेझिझक तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ र मलाई सुझाव पनि दिनुहुन्छ, अथवा कमेन्टमा छ भने कमेन्ट बताउनुहोस्। र त्यतिन्जेलसम्म इन्तजार गर्नुहोस्, म छिट्टै नै अर्को भिडियो लिएर आउनेछु। त्यसमा प्रजातन्त्रमा चाहिँ नागरिकको अधिकार के हो, म यसबारेमा तपाईँलाई बताउनेछु। थ्याङ्क यू। जय गोर्खा।